सो फ्रेन्ड्स डाउनहिलै अब चाहिँ ल दोस्त आइज बिस्तारै लेट्स गो If you want to conquer, then you can ride in Shady Honda. Papa, come Papa. हक दिया। अब तक तो मुझे लगा सिर्फ पाद रहा है, लेकिन ना भाई, हक दिया। भाइ भालु भालु कता सुका कुदाउने हो नि त चल 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 Mission successful guys. चलो चलो रोहित चलो गाइस मेहनत नगरे चाहिँ कुछ पनि हुँदैन यस्तो क्लाइम्ब गरेर देन आफ्टर यस्तो दामी भ्यू चाहिँ देख्नु मिल्दैछ गाइज है एन्ड दिस इज द भ्यू लिटरली टायर्ड गाइज राइट सो वेल एन्ड फ्रेन्ड्स वेलकम ब्याक टु माई च्यानल वन्स अगेन वे ब्याक विथ द न्यू ब्लग एन्ड फेरि आजको ब्लगमा सबैजनालाई वेलकम है मोस्ट वेलकम देन आफ्टर अहिले चाहिँ फिलहाल चाहिँ म चाहिँ कहाँ छु भन्दादेखि चाहिँ अस्ति भर्खर म माथि छङ्गु गएको थिएँ तपाईँहरूले त्यो ब्लग कस्तो लाग्यो है लाइक अब मजा आएको थियो त्यो अब खासै साइक्लिङ गर्दै छङ्गु पनि जाने भएको थियो नि त तर त्यो भएन है देन आफ्टर त्यो मिसन चाहिँ फेल्ड भयो है सो माथि छङ्गु जानु पाएन होइन सो त्यही भएर हल्का देन फेरि रिटर्न भयो म चाहिँ अहिले नाम्चीमा छु है देन आफ्टर अहिले नाम्चीदेखि चाहिँ अलिक माथिनिर पर्बिङ डाँडा भन्ने ठाउँमा छु एन्ड दिस इज अ सिन है राइट नाउ यस्तो बब्बाल देख्दैछ यु क्यान सी चेक दिस आउट सो अहिले चाहिँ हामी जाँदै गरेको चाहिँ माथिनिर है अफ रोडिङ गर्नको लागि चाहिँ बब्बाल मजा आउँछ देन आफ्टर थाक्नु पनि हेभी थकाइ हुन्छ एन्ड किन भन्दादेखि चाहिँ अब क्लाइम्ब गर्नुपर्ने चाहिँ त्यो टप अफ द माउन्टेन छ नि जुन चाहिँ त्यहाँनिर हो त्यहाँनिर अब बिस्तारै यहाँनिर अब साइकल दौडाउँदै बिस्तारै जानुपर्ने हुन्छ देन आफ्टर ओह्रालो झर्न चाहिँ बब्बाल मजा आउँछ है सो यहाँ चाहिँ माथि चाहिँ के भन्दा चाहिँ स्पेसली चाहिँ माथि चाहिँ पहिला चाहिँ भल्केनो इरप्सन हो कि कुनै के जोन भन्दो रहेछ त्यहाँनिर है त्यो चाहिँ हामीले देखेको होइन तर पनि अब पहिला दिन सुन्नुमा आउँदा चाहिँ त्यो माथि जाँदै गरेको ठाउँ चाहिँ हामी चाहिँ त्यहाँ माथि टेन्डुङ भन्छ टप अफ द माउन्टेनमा छ त्यहाँ चाहिँ देन आफ्टर त्यहाँ चाहिँ के हो भन्दाखेरि चाहिँ त्यहाँ चाहिँ डेड भल्केनो है त्यहाँ चाहिँ हुनेवाला थियो तर त्यहाँ चाहिँ भएन है सो त्यही ठाउँमा जाँदैछौँ त्यो चाहिँ अब त्यसको लेभलदेखि चाहिँ यो डाउन चाहिँ सबै अब मुनि देख्छ नि त सो त्यो चाहिँ अब लाइक हुन्छ नि वान अफ द मोस्ट टप अफ द माउन्टेन नै भनौँ न यहाँको चाहिँ यो एरियाको एन्ड दिस इज द भ्यू अहिलेको चाहिँ कस्तो बब्बाल देख्दैछ है कमेन्ट गरेर भनिदिनु होला एन्ड अहिले हाम्रो साइकल त्यहाँ छ टक्कैसँगले फिटिङ गरेर अब चाहिँ लाग्नुपर्ने चिन हुन्छ सो अहिले चाहिँ साथी र म हो अहिले साथी र म चाहिँ गान्तोकबाट आएर पनि माथि भ्याइदिने सिन है सो लेट्स गो भनौँ भिडियो बनायो भने एकदम दामी सिक्किमकै सबैभन्दा बढी आक्रा ल्याउन सक्नुहुने उहाँ एमटिभी जुएल ब्लग्सले यहाँ हेर्नुहोस् ट्याक्सी चलाएको यो रेडियो 3.5 mm ज्याकको हेर्नु होला एमटिभी जुएल ब्लग्स
Yo Radio Nepal presenting the video footage of MTV Jewel Vlogs. सिक्किमकै सबैभन्दा जागरिलो जोसिलो सिक्किमकै सबैभन्दा चर्चित साइकल युट्युबरमा आउने MTV Jewel बिहान भएको छ। सबैभन्दा युट्युबमा बेसी आँकडा ल्याएर अपलोडिङ ज्यादा भएको छ। सो फ्रेन्ड्स अहिले चाहिँ फाइनली वी आर इन राइट नाउ पर्विङ डाँडाको अलिक माथिल्लोपट्टि छ है, लास्ट रोड भनौँ न। एन्ड अब चाहिँ सानो फुटपाथ जस्तो भेट्छ हामीले एन्ड दिस इज द वे है। एन्ड राइट नाउ अहिले चाहिँ अलिक हालत अब अलिक खराब हुन्छ एन्ड इट्स कन बी अ धासुवाला राइड भनौँ न है, बबल राइड हुन्छ गाइस। आज चाहिँ इन्जोय गर्नु होला। अहिले चाहिँ अलिक ओह्रालो छ यहाँदेखि चाहिँ स्टार्टिङ पोइन्टमा चाहिँ। देन फ्रेन्ड्स अर्को कुरा चाहिँ के भनेदेखि चाहिँ लाइक अब हामी यहाँबाट निस्किसक्यो है, भनेको पनि हामीलाई अब लाइक 2-3 आवर्स यस्तै क्लाइम्ब गर्नुपर्छ कन्टिन्युसली है, नभनेको पनि 3 घन्टा जस्तो लाग्छ उकालो उकालो लाइक यो बाटो क्लाइम्ब गर्नु। हेर्दा यस्तो सिधा देख्छ नि यहाँ तपाईँहरूले, तर यो हेर्दा त्यस्तो छैन, इट्स टु हाई अल्टिट्युडमा छ नि त यो है। सो त्यही भएको कारणले गर्दा यो अलिकति मात्रै ओह्रालो हो, त्यहाँदेखि चाहिँ अलमोस्ट अब 3 घन्टाको बाटो चाहिँ अब कन्टिन्युसली उकालो छिडी छिडी खालके छ है। एन्ड बाटो कता कता यताउता यस्तै खालके छ, तर अहिलेको लागि चाहिँ हो भने चाहिँ बबाल छ। माथि माथि त्यस्तो बबाल ठाउँ छ नि गाइस है अफरोडिङको लागि। अहिले चाहिँ हामी चाहिँ फेरि मर्निङ टाइममै निक्लेको थियो, त्यस्तै 5-6 त्यस्तै 5-6 बजिसकेको थियो है गान्तोकबाट निस्किँदा। त्यहाँदेखि यहाँ आउँदा 9-10 बजिसकेको थियो। एन्ड फिलहाल चाहिँ अहिले चाहिँ हामी फेरि आउँदै टेन्डुङ जाने भएको प्लान भएर चाहिँ अहिले फेरि हामी उकालो ट्रेलको लागि निक्लिँदै गएको साथी र म। पहिला चाहिँ साथी र मै गएको थियो है, ऊ रोहित साथी नै हो पहिला गएको। एन्ड आफ्टर लङ टाइम फेरि राइड गरेर हुँदैछ सँगै। एन्ड यहाँ चाहिँ जङ्गलको बिचमा यस्तो दामी बबाल ग्राउन्ड छ नि। एन्ड चेक दिस आउट, बबाल छ गाइस। म अगाडि छिरेँ ल, आइज सरीका बब्बाल छ नि त बब्बाल। गाइज कुदाउनु पर्ने भनेको यस्तो बाटोमा हो। एन्ड अहिले चाहिँ अब सोच्दैछु भरे ओह्रालो आउँदा कस्तो बबाल मजाउँछ। एन्ड फिलहाल अहिले त लास्टै बबाल मनाउँदैछ। आम्बो गाइस यस्तो बबाल देख्दैछ यहाँबाट भ्यू। एन्ड यो जङ्गलको बिचमा छ एन्ड बबालै मजाउँदैछ अहिले पनि। ओइ गाइस ओरे दे हाउस द दोस एकदम बबाल आम्बो। सो दोस्तों पहाड़ियों में आने का मजा ही कुछ अलग ही किस्म का होता है व्हेन यू ट्रैवल लाइक दिस है। एन्ड हो गएको थियो नि यहाँ पिल्छ नि मेरो पछाडि घाँटीमा। ए पर नि गो घोप्टे नि त्यसरी। सो अहिले चाहिँ यस्तो क्लाइम्ब गरेर देन आफ्टर यस्तो दामी भ्यू चाहिँ देख्नु मिल्दैछ गाइज है। एन्ड दिस इज द भ्यू। लिटरल टायर्ड गाइज, भेरी टायर्ड। हमको यस्तो बबाल छ नि ठाउँ यो। एन्ड लुक एट दिस गाइज। क्यामेरा कस्तो छ गाइज यो गाइस मेहनत नगरी चाहिँ बुझ पनि हुँदैन।
फाइनली एन्ड यो लोकेसनमा आइसकेको छ एन्ड दिस इज द ब्युटिफुल फरेस्ट भनौँ न यस्तो बबाल देख्दैछ एन्ड हामी चाहिँ पहिला चाहिँ बाइक ट्रेकिङ गर्न आउँदा चाहिँ यहाँनिर लहरा छ है यहाँ पिङ खेल्थ्यो नि त हामी सेम टु सेम मान्छे खेल्नुपर्छ हल्का यहाँनिर मकेको छ कि छैन सो म ट्राई गर्छु त्यहाँदेखि मेरो साथी ट्राई गर्छु इतना मेहनत करके आए थे एंड अभी मेहनत का फल मिल चुका है वो भी अच्छी तरीके से एंड ये तो रहा टेंडोंग का व्यू उतना अच्छा तो नहीं है लेकिन जब ऊपर आप लोग टावर में जाते हो ना उस टाइम पे आप लोगों को दिख सकता है अच्छा वाला नज़ारा एंड गाइस फाइनली इन टेंडोंग दोस्त छिराई छ उकालो एंड टेंडोंग चाहिँ यस्तो देख्छ लुक लाइक दिस है सो फ्रेन्ड्स अहिले चाहिँ फाइनली हामी चाहिँ यहाँ आइपुगेर देन आफ्टर सबै फोटोसुट सबै गरिसक्यो देन आफ्टर अब चाहिँ निस्किन आँटेको एन्ड अब चाहिँ कन्टिन्युसली बब्बाल राइड हुन्छ गाइज है अफ रोडिङ दिस इज माई फर्स्ट टाइम एन्ड यो चाहिँ लङ हो मेरो है दिस इज माई लङ्गेस्ट ट्रेल एभर है आई एभर डन दिस बिफोर सो अहिले चाहिँ अब दिस इज फर्स्ट टाइम है गाइज अब मजा आउँछ बब्बाल सो लेट्स गो अब चाहिँ कुद्नु होइन उड्नुपर्छ गाइस उड्नुपर्छ सो फ्रेन्ड अहिले चाहिँ टक्कैसँग लाएर चाहिँ निस्किसकेको ओइ डाउनहिल गर्दा हुन्छ नि तेरो कन्डो पछाडि हुनुपर्छ ल कन्फिडेन्ट नभएको एकछिन पर्खि म तँलाई कन्फिडेन्ट बढाइदिन्छु आइज आइज ल सो फ्रेन्ड्स एउटा कुरा चाहिँ के भन्दादेखि चाहिँ अब लाइक हुन्छ नि साथीहरू पछाडि अब बसेको हुन्छ अरे अब होइन सो साथीहरू जति पनि अब पछाडि बस्छ नि क्या नजान्ने अब लाइक अफ रोडिङमा त्यस्तो अब पारा नआउने अफ रोडिङमा त्यस्तो पारा नआउने एन्ड उनीहरूलाई चाहिँ के गर्नुपर्छ भन्दा चाहिँ अब अगाडि अलिक जान्ने छ भने चाहिँ अगाडि हिँडिदिनुपर्छ कि त्यसै कुदेर आउँछ सो अब कन्फिडेन्ट बढाउनु भनेको त्यस्तो हो है अब बब्बाले मजा आयो नि त गाइज होइन यस्तो गरे ओइ तरिका ओइ बबाल बबाल हाम्रो गाइस बबाल देख्दै चाहिँ एन्ड अहिलेको चाहिँ राइट न 419 भयो एउटा कुरा चाहिँ के हो भन्दादेखि चाहिँ जुन चाहिँ साइकल आउँदै गएको दिस इज द जाइन्ट है यसको चाहिँ ब्रान्ड हो एन्ड यसको चाहिँ कम्पनी चाहिँ जाइन्ट हो सो यसको चाहिँ अफ रोडिङहरू दामी हुन्छ सो एकपल्ट म पनि ट्राई गर्छु है एकपल्ट त हल्का यो ट्राई गर्दा हल्का म पनि हल्का यसो एक्सपिरियन्स गरौँ न आफ्नो रेन्टलको साइकल पनि कतिको कुद्छ होइन आइज यसरी रोइ त यहाँ ल ए मेरो कन्डो कसरी छ यस्तो हेर ए पारा चाहिँ यस्तो हो बबाल कुद्छ रे रेन्टलवाला साइकल पनि सो अब कतिजना भिडियो हेर्छ होइन अब अफ रोडिङ गर्नु मनपर्छ होइन अब साइकल त्यस्तो खासै हुँदैन तपाईँहरू त्यतिखेर चाहिँ आएर एउटा एक्कसँग लगेर जानु सक्नुहुन्छ अम्बो यो हो नि त खुदाइ चाहिँ पनि झार्नुपर्छ कि यसरी यो सो फ्रेन्ड्स डाउन हिलै अब चाहिँ ल दोस्त आइज बिस्तारै लेट्स गो ओइ तरिका
एन्ड दिस इज माई फर्स्ट टाइम है गाइज यस्तो लङ अब हुन्छ नि अब यो के भन्छ हौ यसलाई फेरि ट्रेल भनौँ न दिस इज माई फर्स्ट टाइम हो अहिले चाहिँ गोप्रोको चार्ज पनि त्यस्तो खासै छैन तर म बिस्तारै बिस्तारै छिटो जानुपर्छ किनभने चाहिँ अब ब्याट्री त्यस्तो खासै छैन नि त त्यही भएको कारणले गर्दा ओइ तरिका कन्टिन्यू छानौँ न होइन घान्द्राङ घुन्द्रुङ गरेर यसरी जङ्गलबाट घुसाउने हो गाइस यसरी तासुका कुदाउने हो नि त ए चल सो फ्रेन्ड मैले चाहिँ अब यो बाटो चाहिँ आउँछु भनेको चाहिँ निकै अगाडि दिन सोचेको थिएँ तर के गर्दा नभएको कारणले गर्दा सो अहिले चाहिँ फाइनल्ली यो बाटोमा कुदाउनु पाउँदा एकदम बब्बाल मजा आउँदैछ अब अस्ति पनि आएको थिएँ निकै अगाडि है तर खासै भन्नुपर्दा चाहिँ त्यतिखेर चाहिँ आधी बाटोदेखि फर्का भएको थियो नि त यो बाटो तर अहिले चाहिँ फुल्ली कम्प्लिट गरेँ मजा आयो मेरो दोस्तलाई पनि पर्खिनु पर्ने हुन्छ त्यो माथि छ त्यो कहिले आइपुग्ने हो बबाल दोस्त बबाल दामी कडा तर यो खालको स्पिडमा यो साइकलमा चाहिँ हुँदैन दोस्त सो दोस्त कस्तो लाग्यो तँलाई एक्सपिरियन्स यो बाटोको एकदम बबाल है लडेर मरिने रहेछ पुगिँदा सो हल्का साथीलाई चाहिँ पर्खिँदै आउनुपर्ने हुन्छ एन्ड यो सेकेन्ड ल्याप है माथिबाट टक्कै यहाँनिर सेकेन्ड ल्याप भन्छ यसलाई यो चाहिँ मेरो हो नि त होइन भनाइ किनभने चाहिँ माथि टक्कै आएर बिसायो वान ल्याप हो अब जाँदै गरेको सेकेन्ड ल्याप सो लेट्स गो चल कुदाउने भनेको यतातिर गाई छैन ओ अप्ठ्यारो छ यहाँ बिस्तारै ल दोस्त मान्छेहरू हाइकिङ गर्दै होइन ट्रेकिङ गर्दै आउँछ यस्तो बाटोमा हामी साइकल कुदाउँदै जाने यस्तो बाटोतिर घान्द्राङ गुन्द्रुङ अब मान्छेले भन्छ कसरी गरेको यस्तो अफ रोडिङ भन्छ है लाइक अब आफ्नो उयो हुन्छ ट्यालेन्ट हुन्छ चलो रोहित चलो दामी दोस्त दामी पछाडि तेरो अलिक डोक छ अलिक पछाडि साथ त्यता नजान साइडबाट कुदा न यसरी बिस्तारै कन्ट्रोल गर छ्याप ब्रेक होइन दोस्त ल कहाँ गएको त बान कुद्नु पऱ्यो नि त यस्तो बाटोमा त होइन यस्तो सजिलो बाटो छ यस्तो सजिलो बाटोमा पनि बान कुदेन भने चाहिँ कसरी कहाँ कुद्ने र दाजु कहाँ कुद्ने अब यताबाट रुखले गर्दा यहाँनिर हल्का डिस्टर्बेन्स छ नि त यहाँनिर दिए मुटु तिमीलाई मेरो सो अर्को कुरा चाहिँ अब हामी यत्रो बाटो माथि आइरहेको छैन अन्त मैले के भन्छ ट्युब चाहिँ मैले बोकेको थिएँ ट्युब र एक्स्ट्रा पम्प चाहिँ बोकौँ भनेर निकालेको थिएँ रुममै मैले त्यत्तिकै छोडी पठाइछु आज टायर पम्चर भएको भए त्यस्तो सानो बिचोको हुन्थ्यो हाम्रो तर पनि केही छैन बिस्तारै गइन्छ टायर पम्चर चाहिँ नहोस् न अरू जेसुकै भयो भने ओ त्यतिका ल पर्खी
अम्मो यो नि त सो फ्रेन्ड्स अहिले चाहिँ हल्का सुटिङ है यो चाहिँ है इन्स्टाको लागि हल्का उठ्नु पऱ्यो आउँछ रोहिते ओइ भालु ओइ भालु 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 हो उहीँ अगाडि छ भाइ भालु 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 अबे साले होय होय म त गाई पो हो भन्न हेर्दा होय 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 भालु आइज बिस्तारी सुन कान्छा यो हावाले नचाप नचाप दोस्त के भन्छ बब्बल मजा है गाइस है अहिले भर्खर गरेको सुटिङ चाहिँ इन्स्टाग्राममा आउँछ तपाईँहरू गएर हेर्नु सक्नुहुन्छ हल्का ट्रेन्डिङ चल्दै गरेको त्यो भिडियो चाहिँ हामीले हल्का सुट आउट गरेको नि त कस्तो आएको छ है इन्स्टामा गएर फलो गर्नु सक्नुहुन्छ तपाईँहरू एमटिभी जुवेल यु क्यान चेक इन इन्स्टाग्राम ओ दोस्त ओइ चल 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 आराम से ओइ म तो पुग्नु मन पऱ्यो दोस्त तरिका यो एरियातिर चाहिँ भालु आउने चान्सेस हुन्छ है म्याक्सिमम क्या किनभने चाहिँ अब यो जङ्गलै त्यस्तो खालको छ क्या सो त्यही भएर एकदम हेभी रिस्की खालको छ नि त सो त्यही भएर है हल्का साथीलाई तर्साउनु पर्छ जस्तो हल्का तर्साइदिउँ न त होइन Mission successful, guys. ओइ तर्सिस त्यस्तो तर्सेन भन्दैछ है हल्का उत्तलो आइज आइज रोहित रोहित आइज यो चाहिँ अलिक डिफिकल्टी पार्ट लाग्छ मलाई चाहिँ अलिक देख्नुमा चाहिँ आम्मा यस्तो बवाल मजा आयो नि यो बाटो यो ओह्रालो त भालुले खेदायो भने के भेट्थ्यो र भालुले भालु कुदेको कुदेकै भेट्नु छैन है यो ओह्रालो भालु आयो भने चाहिँ भालुले खेदायो भने के भेट्थ्यो होला कुदाइयो खालके छ है लड्यो भने त्यो हो स्यान्डी फ्ल्याटम बब्बालै मजा आयो नि त आम्मा कुदाउने भनेको यस्तोमा हो गाइज होइन नपिसाइ जाने हो गन्दाङ 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 गरेर यसरी सो अहिले चाहिँ हल्का मेरो साथी माथि आउँदैछ है सो मजाले ननस्टप गएको ओह्रालो छिटो छिटो ब्याट्री नभएको कारणले गर्दा गोप्रोमा चुटकी जो तर यस्तो हुन्छ नि अब डाउनहिल जति गर्नुहुन्छ नि तपाईँहरूले त्यति नै आफ्नो कन्फिडेन्ट बढ्छ नि त होइन सो त्यति नै हो अब आफ्नो स्किल्स अब बढाउनु छ भने चाहिँ अब कन्टिन्यू गऱ्यो भने चाहिँ बब्बालै बढ्छ है सो त्यही भएर चाहिँ छोड्नु चाहिँ हुँदैन है 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 यो ओह्रालो चाहिँ छ नि अब रेस चाहिँ अब डाउनहिल ट्र्याक राखिदियो भने चाहिँ बब्बाले मजा आउँछ यो चाहिँ अब भोलि पर्सि अब ठुलो भएपछि अलिक चल्ने भएपछि चाहिँ राख्नुपर्छ होला तर अलि फिलहालको लागि चाहिँ यसरी चलाउने हो है 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 अघि बिहान चाहिँ आमुस्ता पनि आउनु आँटेको थियो बाटो है तर मैले हल्का नजानु दा मैले यसो खालको कुरा गरेँ नि त
किनभने चाहिँ अब हल्का यो डिफिकल्टी खन्त पार्टी हो है सो त्यही भएर चाहिँ हल्का बिस्तारै 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 जानुपर्छ भनेर चाहिँ तरिका अहिलेसम्म चाहिँ ट्रेल गर्दा चाहिँ आज जस्तो चाहिँ मजा चाहिँ कहिले आएको थिएन गाइस एन्ड दिस इज माई फर्स्ट टाइम एक्सपिरियन्स है यत्रो लामो चाहिँ राइड गर्नु अब कन्टिन्युसली यस्तो झार्ने हो पम्चरबाट बचाउनु छ भने चाहिँ अब त्यही हो सिडीतिर चाहिँ नकुदाउँदा हुन्छ इफ यु वान्ट टु पम्चर देन यु क्यान राइड इन सिडी भनौँ न तरिका बपाल छ नि त बपाल तरिका यस्तो गरेर बपाल मजा आयो बपाल हल्का मेरो साथीलाई अब वेट गर्नुपर्छ दिस इज द क्रिकेट जोन भनौँ न यहाँ चाहिँ क्रिकेट खेल्दछ केटाहरू एन्ड त्यसको तल्लोपट्टि चाहिँ अनि एउटा उयो छ नि त यहाँ फुटबल ग्राउन्ड छ सो फ्रेन्ड्स जुन चाहिँ मैले ट्रेल गरेको छु नि यो चाहिँ टेन्डुङ ट्रेल भन्छ एन्ड दिस लोकेटेड इन नाम्ची भनौँ न नाम्चीदेखि माथि एउटा डाँडा छ है सो त्यसमा लोकेट गर्छ इफ यु इन्ट्रेस्टेड देन टेक्स्ट मी अर कल मी है राइडसँगै गर्नुपर्छ थाक्यो म छिरे ल सो अहिले चाहिँ पुग्न आँट्यो टक्कै रोड है भिलेज रोड देन आफ्टर अझै नाम्ची पुग्नुपर्ने छ अझै कति हो कति त्यस्तै यहाँदेखि 5-6 किलोमिटर होला ओह्रालो डाउनहिल है बबाल मजाउँछ बिस्तारै जानुपर्छ सेफ्टी इज द मोस्ट प्रायोरिटी गाइस है अब साइकल कुदाउनु आउँछ भने बाङ कुदाएर पनि भएन म चाहिँ त्यो भन्छु अहिलेको केटाहरूलाई अब जोसमा आइ हुन्छ है राइड गराइ हुन्छ केटाहरू हल्का कुद्नु थालेपछि हल्का बाङबुङ कुदाउनु थाल्छ नि त मैले धेरै ठाउँमा नोटिस गरेको सो त्यस्तो चाहिँ गर्नु हुँदैन गाइस है त्यस्तो गऱ्यो भने चाहिँ कुरा बिग्रिने चान्सेस हुन्छ यस्तो गरेर चाहिँ यसरी झार्नु पऱ्यो नि आइपुग्यो